हामीहरू अहिले देवचुरी चढ्दैछौँ र देवचुरी जानेको बाटो चाहिँ नि अहिले यो सबै यस्तो सिँढीहरू बनाएको रहेछ। हामी फेरि आज फर्स्ट दिन आएको छौँ, त्यही कारणले तपाईँहरूलाई चाहिँ हामीले चाहिँ नि सामाजिक सञ्जाल मार्फत तपाईँहरूलाई हामी देखाउन गइरहेका छौँ। भयो नि हो पानी लिन यहाँबाट माथि डाँडामा जान कति छ बाटो? 1 घन्टा बढी लाग्छ। 1 घन्टा बढी लाग्छ। बाटो सबै यस्तै हो कि कस्तो छ बाटो? सबै के अरे ढलाइ गरेको बाटो हो, सिँढी हो दाइ? दाइ यहाँ सुन्नु त, अनि यहाँबाट कसरी गएको छ यो बाटो? यस्तो यताबाट घुमेको छ कि यताबाट घुमेको छ? यो यसरी घुमेको छ अलि माथिबाट। अलि माथिबाट ओ त्यो देखेको चुच्चोबाट जाने हो? ओ त्यो चुच्चोबाट यो दुलदुल के छ नि त्यहाँ? हजुर यो डुडुल के? हजुर हजुर त्यताबाट गएको छ के अलि माथि जाने। यो त्यो डुडुलको छ नि त्यहाँबाट? त्यहाँबाट फेरि यसरी 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 भएर गएको छ दाइ? यसरी घुमेर गएको छ। ए ल ल हुन्छ दाइ, हस् हस् दाइ। दाइले चाहिँ नि हामीलाई जाने बाटो देखाइयो। अनि उहाँ दाइ चाहिँ नि पानी लिनको लागि निस्किनु भयो रहेछ। अहिले ठक्कै बिहानको 5:02 गएको छ। यो उकालो थाहा छैन, यो किराको नाम पनि मलाई थाहा छैन। एकदम ठुलो आवाजले कराइरहेको छ। अब हामी यहाँ आउने क्रममा यहाँ एउटा घर भेट्यो। अब म यो घरको दाइलाई सोध्छु यहाँबाट अब कति धेरै छ जानलाई। भाइ नमस्ते, यहाँबाट माथि डाँडामा जान कति बाटो छ? 1 घन्टा जति लाग्छ है? त्यही माथि देवचुरी डाँडा हो नि होइन र? ए ल ल हुन्छ। यहाँ म भाइलाई सोधेँ, भाइ माथि के अरे पानी सानी पाइन्छ? पाइन्न है डाँडामा? केही पनि छैन, खालि डाँडा मात्रै छ। त्यहाँनिर मन्दिरहरू छ भन्ने कुरा सुनेको थियो हो र? हजुर छ, पहिला त्यहाँनिर के अरे पानीको पावा छ अरे भन्ने कुरा गर्थ्यो हो र? छ, पानी त छ, पानी छैन, अनि चाहिँ कुवा मात्र छ। थाहा छैन हो? ल दाइले यहाँको बारेमा हल्का चाहिँ नि बताइदिनु भयो। अब हामी यहाँबाट एकदम अगाडि बढ्नेछौँ। अब कोही मान्छे त माथि डाँडामा पुगिसकेको रहेछ, हामीहरू चाहिँ अलिकति ढिलो भयो। यहाँनिर चाहिँ नि घरहरू रहेछ ल, हेर्नुहोस् है त, ठ्याक्कै फेदीमा